सबभन्दा पहिला त क्वेशन होमोजिनियस फर्ममा छ कि छैन त्यो कन्फर्म गर्न पर्यो हामीले। क्वेशन होमोजिनियस फर्ममा छ कि छैन भनेर यकिन गरिसकेपछि तिमीहरूले पुट y इक्वल्स टु vx गर्ने हो। अब यो क्वेशन हाम्रो होमोजिनियस फर्मको क्वेशन हो। dy बाई dx इक्वल्स टु f अफ y बाई x को फर्ममा क्वेशन छ। त्यो भइसकेपछि हामीले सिधै पुट के गर्छौं रे मैले के गर्ने भनेको छु ल भन त, पुट y इक्वल्स टु vx भनेर पुट गर्ने। ठीक छ, होमोजिनियस फर्ममा छ भने पुट y इक्वल्स टु vx गर्ने। y इक्वल्स टु vx गर्ने बित्तिकै देयरफोर यसको डेरिभेटिभ कति हुन्छ, dy बाई dx अघि भर्खर लेखाएको थिएँ नि मैले, dy बाई dx इक्वल्स टु यसलाई प्रोडक्ट रुल लगाउने हो भने v प्लस x dv बाई dx। मैले अघि भर्खर तिमीलाई एक्सप्लेन गरेर भने यो vx को प्रोडक्ट रुल यो हुन्छ भनेर अघि देखाइदिए पनि हो। अब तिमीहरूले प्रत्येक क्वेशनमा आउँछ यो dy बाई dx को ठाउँमा यो राख्ने हो। अब यो जतिखेर सुकै तिमीहरूले यो v कन्स्टेन्ट राखेको अनि x को डेरिभेटिभ गरेको फेरि x कन्स्टेन्ट राखेर v को डेरिभेटिभ गरेको भन्ने होइन कि। अब तिमीलाई सम्झिन पनि सकिन्छ क्या, प्रत्येक क्वेशनमा आउँछ नि त dy बाई dx भनेर यो भ्यालु सबैमा राख्न पर्छ। त्यसो हो भने यसको नाम त हामीले इक्वेसन फर्स्ट भनेर राख्यौं। त्यसो भने अब y को ठाउँमा vx भनेर राख्दियौ, dy बाई dx को ठाउँमा चाहिँ यो लगाएर राख। त्यसो हो भने इक्वेसन फर्स्ट बिकम्स कस्तो हुन्छ होला, फ्रम फर्स्ट माथिपट्टिको फर्स्ट को क्वेशन भनेको कस्तो हुन्छ होला हेर त, v प्लस x dv बाई dx इक्वल्स टु y को ठाउँमा के राख्ने भनेछु मैले हेर त, y को ठाउँमा के राख्ने भनेछु vx हुन्छ अनि माइनस 2x को 2x नै हुन्छ बाई x। यहाँसम्म बुझेछौ नानी हो? ठीक छ, क्लियर छ? बुझेनौ? ल हेर x dv बाई dx इक्वल्स टु, अब यो v चाहिँ मैले उता लिएर जाँदैछु हेर है, त्यो भन्दा यो v लाई उता पनि लिएर जाँदैछु अनि यो x कमन पनि लिँदैछु। x कमन लिने हो भने भित्रपट्टि v माइनस 2 हुन्छ, तलपट्टि x छँदैछ माइनस 3। बुझेछौ? अब यो दुईटा x त कट्छ होला नि, क्यान्सल हुन्छ। यो दुईटा x क्यान्सल भइसकेपछि अरु रिमेनिङ के हुन सक्छ त ल भन। यसमा x dv बाई dx इक्वल्स टु यहाँ भनेको त तिम्रो के रह्यो त भन्दा v माइनस 2 माइनस v रह्यो कि रहेन? के रह्यो अरे v माइनस 2 माइनस v रह्यो भनेपछि यो vv पनि हिँड्यो नि त। त्यसो भने अब बाँकी के रह्यो त, यो सारे त तिमीहरूले कि बाँकी सधै ल सार नि त, त्यसो भए फुक त सारिहाल त, त्यसपछि थोरै यसलाई मेटेर माथि लेख्छु म। ल अब तिमीले यो के आएको छ यहाँ हेर त, x dv बाई dx एक स्टेप मैले यो तलकै टर्म यहाँ सारिरहेको छु हेर है, x dv बाई dx इक्वल्स टु माइनस 2 मात्रै छ हेर। माइनस 2 छ भने सबभन्दा पहिला त हामीले यो v लाई v को टर्ममा राख्न पर्यो अनि x लाई चाहिँ x को टर्ममा राख्न पर्यो। त्यसो भने यो टर्म त x र दुईटा त मिलेको छैन नि त, त्यसले गर्दा हामीले यसलाई सबभन्दा पहिला मिलाउने काम गर्ने हो। यो dv लाई यतिकै छोड्देऊ, यो dx लाई यता लिएर गयो भने तिमीहरुको चाहिँ dx नै हुने भयो हैन त। अनि यो x चाहिँ तल आउँछ, यहाँनिर x आउँछ अनि यहाँनिर के छ माइनस 2, कन्स्टेन्टको रूपमा माइनस 2 राखियो। यहाँसम्म त तिमीहरु कन्फ्युज हुन्छ जस्तो लाग्दैन मलाई, भेरिएबल सेपरेट भयो जस्तो पनि भयो, v र x को दुईटाको चाहिँ टर्महरु मिल्यो। अब यो दुईटा टर्म मिल्ने बित्तिकै इन्टिग्रेट गर्ने हो है, इन्टिग्रेट गर्ने हो भने ल इन्टिग्रेट गर त, यसको इन्टिग्रेसन के हुन्छ ल भन, यसको त v मात्रै हुन्छ होला, dv को इन्टिग्रेसन त v हुन्छ नि त। अनि यसको चाहिँ के हुन्छ भने त माइनस 2 log x प्लस c हुन्छ कि हुँदैन इन्टिग्रेसन गरेपछि? यो कुरो त बुझ्छौ होला हैन? कुरो बुझेनौ? बुझे। हो गुड। अब हाम्रो काम के हो भन्छौ भने यो v को ठाउँमा चाहिँ हामीले अघि त y बाई x भनेर लेखेको थियौं नि, याद छ तिमीहरुलाई? v को ठाउँमा y बाई x लेखेको थियौ भने अब भ्यालु रिटर्न गर्ने, y बाई x इक्वल्स टु माइनस 2 log x प्लस c लगाएर। अब यसमा सर अझै एक स्टेप गर्छु मैले भन्ने जस्तो छ भने एक स्टेप यसलाई चाहिँ हामीले मिलाउन सक्छौं, y इक्वल्स टु माइनस 2x log x प्लस यो x लाई पनि यता जाँदाखेरि यो cx हुने भयो। अब सर यो माइनसको टर्म आछ, अझै यता एक स्टेप यता ल्याउँछु भन्न पनि पाइयो, y प्लस 2x
log x equals to cx। यति यो भन्दा बढी चाहिँ गर्न पर्दैन, यतिकै छोड्दै हुन्छ है त। ल के कन्फ्युज छ? हो गुड, किन भन्दा dy by dx चाहिँ हामीले सेपरेट गर्छ नि त। त्यसो भने यसलाई सेपरेट गर्ने हो भने त dy by dx इक्वल्स टु यो x स्क्वायर यो दुईटाको तल ल्याउने हो भनेपछि x स्क्वायर प्लस y स्क्वायर बाई xy। योमा त के कन्फ्युज हुन्छ भन्ने मलाई लाग्दैन, बुझेकै होला पक्कै पनि। dy by dx को फर्ममा आयो। ल हेर, यसलाई फर्स्ट भनेर सपोज गरिदिनु, ठिक छ। यसलाई फर्स्ट भनेर सपोज गरिदिने बित्तिकै तिमीहरूलाई मैले के भनेछु, dy by dx सेपरेट हुने बित्तिकै पुट के गर्ने रे, y इक्वल्स टु vx राख्ने। सबैमा त्यही हो। यो dy by dx सिंगल हुने बित्तिकै पुट y इक्वल्स टु vx भनेर राख्ने हो होमोजिनियस फर्ममा। त्यसो भने यसको चाहिँ dy by dx इक्वल्स टु कति हुने भयो, v प्लस x dv by dx। सबैमा त्यही हो। ल हेर, ठीक छ, अन्जु बुझ्या छ? ल अब देन इक्वेसन फर्स्ट बिकम्स फ्रम फर्स्ट हेर है। ल फ्रम फर्स्टमा राखिदियो त कति हुन्छ, dy by dx को ठाउँमा v प्लस x dv by dx इक्वल्स टु यतापट्टि के हुने भयो, x स्क्वायर नै छोडिदेऊ, प्लस y स्क्वायर को ठाउँमा कति राख्न मिल्यो त, v स्क्वायर प्लस x स्क्वायर राख्न पाइयो। अनि तलपट्टि x को x नै छोडिदेऊ, डट y को ठाउँमा कति राख्छौ, dx राख्छौ। यहाँनिर कन्फ्युज छ र? कन्फ्युज छ भने है। अब यो v लाई उतातिर लैजान भन्दा पहिला यसलाई थोरै क्याल्कुलेसन गरौँ त कति आउँछ। यसलाई क्याल्कुलेसन गरौँ त, v अनि x dv by dx इक्वल्स टु यो दुईटामा x स्क्वायर कमन आइरहेको हुन्छ हेर, 1 प्लस v स्क्वायर बाई यस यो दुईटामा पनि x स्क्वायर डट v। यो प्राय यस्तै हुन्छ, सबैमा कमन आउँछ, तलकोसँग क्यान्सल भइरहेको हुन्छ, ख्याल गर्नु प्रत्येक क्वेसनमा है। अब एक स्टेप यो v जुन थियो यो v लाई पनि मैले यतै लिएर आइदिन्छु, माइनस यो v यहाँबाट हटाइदिएँ हेर है, एक स्टेप यहाँनिर स्किप गरेँ मैले, माइनस v भयो। यो x स्क्वायर हिँड्यो। अब एलसीएम लिने त्यो कुरो तिमीले बुझ्छौ, एलसीएम लिने कुरो x dv by dx इक्वल्स टु यो माथिपट्टि 1 प्लस v स्क्वायर अलरेडी छ, यो v यतापट्टि मल्टिप्लाई हुँदा माइनस v स्क्वायर बाई v हुन्छ। यति कुरो त बुझ्छौ होला नि पक्कै पनि। त्यसो भने यो v स्क्वायर त दुईटै कट्छ होला, हो कि हैन? बोथ हेभ डिफरेन्ट साइन। यो दुईटासँग फरक चिन्ह भएपछि त क्यान्सल हुन्छ। ल अब योभन्दा तल देखिन्छ कि नै, देखिँदै क्या। ल अब हेर, यति भइसकेपछि उतापट्टि त देखिन्छ होला, उता देखिन्छ। ल अब हेर, यो रहेको टर्म भनेको अघि मैले जस्तो गरेको थिएँ त्यस्तै गर्ने हो अहिले पनि। x dv by dx इक्वल्स टु एक स्टेप मैले बाँकी रहेको रिमेनिङ टर्महरू सबै लेखेँ। अब हामी के हुनुपर्छ भन्दा v सँगै हुनुपर्छ, x सँगै हुनुपर्छ। भनेपछि यो dv र v त सँगै हुन पर्यो नि त, v भयो अनि यो dv को dv भयो इक्वल्स टु यो dx यतातिर जाला, यो x चाहिँ तल आउँछ। बुझ्यौ? बुझ्यो होला नि? यो त माथि देखिएन? ल थोरै स्लोपमा राखिदिन्छु। ल अब देखियो होला, देखियो नि त? ल हेर, अब तिमीहरूको अब यसको इन्टिग्रेट गर्नु पर्यो। भेरिएबल सेपरेट भयो जस्तै भएको छ, अब इन्टिग्रेट गरिदेऊ। ल अब इन्टिग्रेट गर्ने हो भने हजुर सबैको मधुर देखियो कि निताको मात्रै हो? टाढा राखेर हो कि के हो? अब देखियो क्लियर? इन्टिग्रेसन गर्दैछु मैले, v dv इक्वल्स टु dx बाई x छ। अब यसको इन्टिग्रेसन गर्ने भन्दा v को त v स्क्वायर बाई 2 होला, हो कि होइन? v स्क्वायर बाई 2 होला। अनि यो dx बाई x भनेको त के हो त भन्दा log x प्लस c हो। 1 बाई x भनेको त log x हो नि त इन्टिग्रेसन गर्दाखेरि। त्यसो भने अब एउटा काम के गर्न सक्यो त भन्दा यो 2 लाई चाहिँ क्रस मल्टिप्लाई गर्न सक्छौँ हामीले, हैन? यो 2 लाई चाहिँ क्रस मल्टिप्लाई गर्न सक्छौँ। v स्क्वायर बराबर 2 क्रस मल्टिप्लाई गर्ने हो भने 2 log x प्लस c होला, हैन? अब त्यहाँ 2c भनेर लेख्न पनि सकिन्थ्यो कन्स्टेन्टमा, अब त्यो त्यतिकै छोडिदा पनि हुन्छ।
है अथवा 2 ले पछि मल्टिप्लाई गरे नि हुन्छ। अब v को ठाउँमा यो v को ठाउँमा चाहिँ हामीले y/x लेख्न पर्ने हो। y²/x² हुने भयो इक्वल्स टु 2 log x प्लस c। यो पनि ठीक छ, बुझ्या होला नि। त्यसो हो भने यो 2 ले क्रस मल्टिप्लाई गर्दाखेरि यसो गर्दिनु नि त, ब्र्याकेट राख्दिउँ है, ल ब्र्याकेट राख्दिउँ त। अब यो x² ले यतापट्टि मल्टिप्लाई गर्ने भने y² बराबर 2x² अनि log x प्लस c। ल यतिकै छोड्दै पनि भयो, ठीक छ। भित्रपट्टि मल्टिप्लाई गर्दैन, मैले यतिकै छोड्दै। ल तिमीहरूको बुकमा पनि त्यस्तै दिएर रहेछ हेर्छ, भित्र मल्टिप्लाई गरेर राख्न पनि सकिन्थ्यो। ल कपी गर नि त, यो साइडको साइड भ्याथ्यौ अन्डर 2 को लिएर जाने हो भने xy माइनस y² हुन्छ। अब यो x² लाई पनि तल लिएर जानु पर्यो, किन भन्दा dy/dx सेपरेट गर्ने हो। dy/dx इक्वल्स टु xy माइनस y² भागा x²। ल यस्तो आयो। अब dy/dx यो चाहिँ तिमीहरूको सेपरेट हुने बित्तिकै पुट तिमीले के गर्ने हो रे, अब पुट y इक्वल्स टु के गर्ने, bx पुट गर्ने। देयरफोर dy/dx इक्वल्स टु के हुन्छ त भन्दाखेरि v प्लस x dv/dx हुन्छ। यो त तिमीलाई थाहा भइहाल्यो। अब यही काम गर्ने त हो नि, dy/dx को ठाउँमा ल्याएर तिमीहरूले v प्लस x dv/dx राख्ने हो इक्वल्स टु x अलरेडी यही आफ्नै ठाउँमा छ, y को ठाउँमा हामीले के राख्दिन्छौँ, vx राख्दिन्छौँ, माइनस y² को ठाउँमा v² अनि x² हुन्छ बाई x² हुन्छ। यहाँसम्म त बुझेकै होला पक्कै पनि। अब यति काम गरिसकेपछि अब एक स्टेप त म यही सार्छु फेरि पनि, v प्लस x dv/dx इक्वल्स टु माथि र तल कमन आइरहेको हुन्छ भनेको थिएँ मैले अघि न। यो x र x मल्टिप्लाई गर्दा x² हुन्छ। यो x² बाहिर कमन लियो भने भित्रपट्टि कति हुन्छ, v माइनस v² हुन्छ बाई x² हुन्छ। ल सबैमा त्यही सिमिलर नै हिसाबले गइराखेछ। तिमीले कतिको नोटिस गर्यौ यो कुरा। अब यो x² त हिँड्छ नि त, यो हिँड्ने बित्तिकै अब यो दुईटा टर्म यो v त उता लिएर जाने हो, फेरि यो v उता लिएर जाने हो, एक स्टेप अझै देखिन्छ यहाँ। त्यसो भने x dv/dx इक्वल्स टु यो v उता लिएर जाने हो भने v माइनस v² माइनस v भयो। यति कुरा त बुझ्छ होला नि तिमीहरूले, यति कुरा नबुझ्ने कुरो त केही पनि छैन। अब के गर्न सकिएला त, यो v² त हिँड्छ फेरि। अब रिमेनिङ टर्महरू के छ त्यो कुरा एक स्टेप लेखौँ। ल एक स्टेप लेख्ने हो भने हामीसँग भएको देयरफोर अथवा अर लेखौँ x dv/dx इक्वल्स टु हामीसँग भएको माइनस v² मात्रै हो। यति कुरा बुझ्नु भएको कि नै, ल भनौँ त, यहाँसम्म बुझेकै बुझेकै गुड। ल मसँग यति कुरा बुझेछौ भने अब त v र v मिलाउने हो भन्ने कुरा पनि त बुझ्यो होला नि। dv/माइनस v² इक्वल्स टु यो dx क्रस मल्टिप्लाई गर्दा dx यता जाला, यो x यता होला। यति कुरो बुझ्यो कि बुझेनौ, यो पनि बुझ्यो होला पक्कै। अब तिमीले इन्टिग्रेट गर्न पर्यो नि त। इन्टिग्रेसन गर्ने हो भने यो इन्टिग्रेट 1/v माइनस 1/v² को इन्टिग्रेट गर्दा कति हुन्छ याद छ? धेरैचोटि इन्टिग्रेसनमा यो क्वेसन आयो। यो अब डिफरेन्सियल इक्वेसनमा त कतिचोटि आउँछ ल भन त। माइनस 1/v इन्टिग्रेसन अफ यो माइनस 1/v² गरे 1/² dv को यसलाई के गर्न सकिन्छ भन्दा माइनस यो v को पावर यो माथि लिएर जाँदाखेरि त v को पावर माइनस 2 dv हो, अनि माइनस v को पावर माइनस 2 प्लस 1 यो हट्ने भयो, माइनस 2 प्लस 1 यस्तो हुने हो नि त। माइनस 2 प्लस 1 गर्दा माइनस 1 हुन्छ, यो प्लस भयो। v को पावर कति भयो त भन्दा v को पावर माइनस 1 भयो, भनेपछि त 1/v भएन त, 1/v भयो। यसको इन्टिग्रेसन 1/v हो। अब 1/x को त तिमीले जानेकै छौ, यसको log x हुन्छ, यसको त कन्फ्युज हुनै परेन। अनि प्लस c त अलरेडी छँदैछ। अब v को ठाउँमा त भ्यालु रिप्लेस गर्नु पर्यो नि त y/x। y/x राख्ने बित्तिकै त त्यो x माथि जान्छ होला, x/y इक्वल्स टु log x प्लस c हुन्छ। अब यतिकै छोडिदिँदा पनि हुन्छ, तर यो y ले यतापट्टि क्रस मल्टिप्लाई गरेर राखे पनि हुन्छ है त। तिमीलाई किताबको एन्सर चाहिँ धेरै विद्यार्थीहरूले खोज्छन्, सर किताबको एन्सर मिलेन बुकको भनेर। त्यो भएको हुनाले मैले किताब बुकको एन्सर आउने गरी मिलाइदिएँ, होइन भने यतिकै माथिकै टर्ममा छोड्न पनि मिल्छ। ल केही क्वेसन छ भने गर।
सजिलो पाठ एकदम भइदिएको भए हामीले यसलाई चाहिँ मिलाउन पर्थ्यो हैन डिभाइड गरिरहेको थियौँ हामीले त्यसरी मिलाउँथ्यौँ तर यो मिलेकै छ डिवाइड बाइ डिएक्स अनि यो होमोजिनियस फर्ममा भएको हुनाले यसलाई चाहिँ केही पनि गर्न पर्दैन डाइरेक्ट पुट गरिदिने y इक्वल्स टु vx भयो त्यसो भने यसको डेरिभेटिभ गर्ने हो भने त dy बाइ dx इक्वल्स टु v प्लस x dv बाइ dx हुन्छ सुरुमा लेख्दाखेरि पो कसरी लेख्नु भएको थियो सर भनेको थियो अब प्रत्येक क्वेसनमा आउने भएपछि त अनि प्रोडक्ट रुल लागो भनेर भनिरहनु परेन यसलाई ल यति भइसकेपछि यसको नाम त इक्वेसन फर्स्ट भनेर हामीले राखेकै छौँ अब फ्रम फर्स्ट इक्वेसन फर्स्टमा लगेर यो काम हामीले गर्न पर्ने हुन्छ dy बाइ dx को ठाउँमा अब तिमीहरूले v प्लस x dv बाइ dx राख्छौ पहिला क्वेसन नम्बर 3 मा जस्तै इक्वल्स टु यो y को ठाउँमा vx राख्न मिलिहाल्यो प्लस x प्लस tan y को ठाउँमा चाहिँ हाम्रो के छ vx बाइ x ल भन यहाँ केही कन्फ्युज छ नि भन ल यहाँसम्म केही कन्फ्युज छ जस्तो लाग्दैन त्यसो भने v प्लस x dv बाइ dx देखिया छ यतापट्टिको साइडमा पनि देखिएछ नि इक्वल्स टु यो x र यो x त हिँड्छ यो र यो हिँड्छ बाँकी रहेको टर्म राखिदियो त v प्लस यो त झन् सजिलो भयो tan v भयो अब यो v छ नि यो v अहिले यही स्टेपमा मैले यता लैदिएँ यहाँ यति त कन्फ्युज हुन्न होला नि यो v र v पनि हिँड्यो बाँकी रह्यो के त ल x dv बाइ dx इक्वल्स टु tan v र यो tan v लाई एक स्टेप sin v बाइ cos v बनाइदिउँ कि जस्तो पनि लागेको छ अब तिमीले के भन्छौ एक स्टेप नगर sin बाइ cos लग्दिम अहिले नै ल थ्यांक यू ल tan v लाई चाहिँ हामी sin v बाइ cos v भनेर लेख्दियौ ल यतिको कुरो बुझ्छौ भने एक स्टेपमा मैले यसलाई चाहिँ राख्दिएँ cos x लेख्ने बानी लाएर खाली त्यही गरिन्छ cos v अब त तिमीले त्यो भेरिएबल फेरि मिलाउनु पर्यो नि त यो v सँग v लाई नै मिलाउनु पर्यो भनेपछि यो cos लाई त यतातिर लिएर जानु पर्यो नि त cos v dv यो sin v यहाँनिर आउँछ होला हेर sin v इक्वल्स टु यो dx फेरि यतातिर दुर्ने होला यो x यतातिर आउने होला dx बाइ x यहाँ बुझ्यो कि बुझेन ल भन यताउता भए बुझ्यौ ल यतिको बुझेको मान्छेले अब तिमीहरूले मलाई यो भन्न पर्यो यदि तलपट्टिको टर्मलाई पुट गरेर माथिपट्टिको टर्म आउँछ भने त्यस्तो कन्डिसनमा के गर्न सकिन्छ ल भन यदि यसलाई पुट गरेर माथिपट्टिको टर्म आइराख्यो भने लगमा लेख्न पाइन्छ गुड यो तलपट्टिको टर्मलाई लगमा लेख्न पाइन्छ एक स्टेप यहाँ तल देखिन्छ कि के गर्छ देखिन्छ कि उतो पल्लो साइड वो पल्लो साइडमा लेख्यौँ यो अर्को रेकर्डमा देखिँदो रहेछ ल अब यो त्यसो भने म डाइरेक्ट लेख्दैछु हेर यहाँ एक स्टेप इन्टिग्रेट बाहेक म अरू केही लेख्दैन ल यो सबैमा यही भाषा तिमीले युज गर्ने हुनाले ल अब इन्टिग्रेट गर्ने हो भने यो त लग कति हुने भयो लग sin v हुन्छ होला हैन त लग sin v हुन्छ अनि यतापट्टिको चाहिँ के हुन्छ नानीहरुलाई भनौ त यतापट्टिको के हुन्छ log x हुन्छ होला अब लगै लगको मार्केट छ भने कन्स्टेन्ट टर्म पनि त log c भनेर लेख्छ होला नि त कि लेख्दैनौ लेख्ने हो गुड यस्तो देखेन सर एक स्टेप माथि म यसो बनाइदिन्छु नि त ल यो आज यता उता सार्न परेको कुरो बुझ्यौ कि किन हो ल ल हेर यति यहाँसम्म क्लियर छ ल यहाँसम्म क्लियर छ भने अब यो log sin v नै होला तर log x र log c छ नि त यो दुईटा त अहिले यो हेर त कन्स्टेन्टका पनि दिन आउँदा रहेछन् अब यो log a प्लस log b को फर्ममा गयो भने त कन्स्टेन्टसँग पो दोस्ती भयो त यसको त x c ठीक छ log x c भयो log a प्लस log b भएपछि log a डट b हुन्छ अब log र log दुईटैतिर तिम्रो चाहिँ हट्ने भयो नि त यो दुईटै साइडमा log भएपछि त sin v बराबर x c भयो अब यो sin v को ठाउँमा चाहिँ तिमीहरूले v नै बनाएर छोड्न त भएन v को ठाउँमा के गर्न पर्यो त भन्दाखेरि y बाइ x राख्न पर्यो sin y बाइ x इक्वल्स टु x यतिकै छोड्दिने ल ल हेर मैले तिमीहरूलाई बाँकी रहेका बीचमा रहेका क्वेसनहरू सबै सेम हुन् त्यस्तै भनिसकेपछि अब क्वेसन नम्बर 9 मा पुगेछु म
अब 9 मा पुगिसकेपछि यो dx र यो dx दुईटा सेम भएको हुनाले x dy इक्वल्स टु y dx लाई उता लिएर जाने x स्क्वायर प्लस y स्क्वायर dx यो माइनसलाई उता लिएर जाने हो भने प्लस dx भयो। अब यो ds dx कमन आएछ भने त dx कमन लिने हो नि त x dy बराबर ल dx यतैतिर राखे मैले कमन लिएर कमन लिने हो भने रुट ओभर x स्क्वायर प्लस y स्क्वायर यहाँ छँदैछ अनि प्लस y को y बुझ्नुभयो। अब यो dx यतातिर आउला नि त dy बाइ dx इक्वल्स टु यो x लाई पनि यहाँबाट लखड्दिउँ x स्क्वायर प्लस y स्क्वायर प्लस y बाइ कति हुन्छ x हुन्छ। ल हेर फर्ममा आयो कि आएन यो होमोजिनियस फर्ममा आयो कि आएन आयो कि आएन ल भन त हो आयो भने अब के गर्ने पुट y इक्वल्स टु vx अनि therefore dy by dx equals to v plus x dv by dx गर्ने यही हैन त हो यही गर्ने। अब त सक्छ होला नि यहाँ y को ठाउँमा vx राख्ने यहाँ यस्तै यस्तै गर्दै अगाडि बढ्दै जाने।